नमस्कार, तपाईं सबैलाई स्वागत छ रुरु क्षेत्र धामबाट। माघ 1 गतेदेखि 6 गतेसम्म सञ्चालन हुने रिडी माघे सङ्क्रान्ति मेलाको तयारी धमाधम भइरहेको छ। तपाईं देख्न सक्नुहुनेछ दृश्यमा चर्खीपिङहरू, विभिन्न झुलाहरू, माउतका कुवाहरू सञ्चालन तयार भइरहेका छन् भने यतापट्टि रुरु ताल सञ्चालनका लागि तीव्र तयारी भइरहेको छ। लगभग अन्तिम तयारीमा रहेको छ। तपाईँ यता देख्न सक्नुहुनेछ अत्यन्तै धेरै सामग्रीको लागि, व्यापारको लागि स्टलहरू तयार भइरहेको छ। रिडी खेल मैदानमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरू अर्जुन सापकोटा, शान्तारानी परियार लगायत यहाँका स्थानीय कलाकार, पाल्पाली कलाकार पुष्कल शर्मा लगायतको बृहत सांस्कृतिक कार्यक्रम समेत रहनेछ। माघ 1 गतेबाट सञ्चालन हुने रिडी माघे सङ्क्रान्तिका लागि के तयारी हुँदैछ त, जस्ताको तस्तै भिडियो हामी तपाईँका लागि आज देखाउनेछौँ। र अहिले तपाईँले देखिरहनु भएको भाग चाहिँ सेङ्जातर्फको पर्छ, जहाँ सेङ्जातर्फ अहिले स्टल तयार हुँदैछन्। खासमा सेङ्जातर्फको व्यापार स्टलहरूमा रहने कुराहरू चाहिँ परिकारका, जो खानाका परिकारहरू, विभिन्न संस्कृतिसँग जोडिएका परिकारहरू र बृहत वडा स्तरीय हनुमान कप सञ्चालन हुँदैछ, जो माघ 1 गतेदेखि 5 गतेसम्म सेङ्जातर्फ बृहत भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ र विभिन्न खानाका परिकारका लागि स्टल अहिले तयार गर्दैछ। सेङ्जातर्फको यो दृश्य तपाईँलाई देखाइरहँदा कालीगण्डकी तटमा रहेका यी बगरहरूमा यतिखेर स्टलहरू तयार गर्नका लागि धमाधम चलिरहेको छ कामहरू, जो तपाईँ देख्न सक्नुहुनेछ। र विभिन्न शौचालय, खानेपानी, स्वास्थ्यदेखि लिएर धेरै कुरालाई, जो पार्किङको कुरालाई पनि अहिले रुरु क्षेत्रमा सहज व्यवस्था गरिएको छ। तपाईँ देख्न सक्नुहुनेछ यो सेङ्जा आफैमा पनि हनुमान बाटिका प्रख्यात क्षेत्र पर्छ र यहाँ अझ सौन्दर्यता थप्नका लागि नेपालको राष्ट्रिय झन्डा समेत सजाइएको छ। यसपालि रिडी माघे सङ्क्रान्ति मेलाका लागि विभिन्न स्टलहरू र विभिन्न धार्मिक कामका लागि यतिखेर तयारी भइरहेको छ। यो पाल्पातर्फ हो। पाल्पा ऋषिकेश मन्दिर कालीगण्डकी स्नान गरी जेठी माइली र कान्छी सङ्क्रान्तिका लागि विशेष प्रख्यात क्षेत्र पर्छ र सँगसँगै यस क्षेत्रतर्फ, जो पाल्पातर्फ अहिले स्टलको कामहरू भइरहेका छन् व्यापार तथा मेलाको लागि। र यो चाहिँ तपाईँ देख्नुभएको दृश्य चाहिँ रुरु ताल हो, जहाँ यसपालि रुरु तालमा बोटिङको व्यवस्था छ या ऱ्याफ्टिङको व्यवस्था रहेको छ। र यो क्षेत्र चाहिँ रुरु खेल मैदान क्षेत्र पर्छ, जहाँ ठुलो मेला, व्यापारदेखि लिएर विभिन्न मेलाका आइटमहरू यहाँ देख्न र यहाँ हेर्न पाइन्छ, जहाँ बृहत सांस्कृतिक कार्यक्रम राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार अर्जुन सापकोटा, शान्तारानी परियार, पुष्कल शर्मा लगायत यस क्षेत्रका बृहत चलेका तथा स्थानीय कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहँदैछ। र यो रह्यो रुरु क्षेत्र गुल्मी साइडको भाग। अहिले हामी रिडीमा छौँ। 4 धाम मध्येको एक धाम रिडी धाममा अथवा रुरु क्षेत्र धाममा माघ 1 गतेदेखि 6 गतेसम्म ठुलो मेला लाग्दैछ। यो सङ्गम स्थल पनि भएर र यहाँको धार्मिक र यहाँको पौराणिक ऐतिहासिक आफ्नै महत्त्व छ। अहिले हामी तपाईँलाई देखाइरहेको दृश्य सेङ्जातर्फको हो। यो हनुमान बाटिका हो। हनुमान बाटिका आफैमा पनि एकै पाल्पा र गुल्मीलाई हेरेर बसिरहेको क्षेत्र पर्छ र त्यहाँ तपाईँले देख्नुभएको साइडको झन्डा, जो राष्ट्रिय झन्डा अहिले पछिल्लो समयमा सौन्दर्य थप्नका लागि निर्माण गरिएको हो, यो हनुमान बाटिका सेङ्जातर्फ पर्छ। र तपाईँलाई देखाउन चाहन्छौँ अत्यन्तै पर्यटकलाई तान्न सफल या पर्यटकीय क्षेत्र बन्न सफल 3 जिल्लाको सङ्गम मिलाउने खाले यो 3 मुखे झोलुङ्गे पुलले पनि यहाँ मान्छेहरू आवत जावत गर्नेहरूको घुइँचो लाग्ने गर्दछ। यतिखेर माघे सङ्क्रान्ति मेलाको चटारो चलिरहेको छ। गुल्मी, पाल्पा र सेङ्जाको सङ्गम रुरु क्षेत्र, जो रिडीमा तपाईँहरू सबैलाई यसपालि माघे सङ्क्रान्ति भर्नका लागि अनुरोध गर्दछौँ। यहाँ ऋषिकेश मन्दिर परिसर पर्छ र यहाँ ऋषिकेश भगवानले तपाईँ सबैको रक्षा गर्नु।